अस्ट्रेलियामा इन्टरनेशनल स्टुडेन्टहरूलाई विभिन्न चाहिँ हर्डलको बावजुद पनि के कुराहरू फ्लेक्सिबल छ भने जस्तै तपाईले कुनै सेमेस्टरमा इनरोल हुनुभयो त्यो सेमेस्टरमा नर्मली 4 वटा जति सब्जेक्टहरू हुन्छ र तपाईको मानव फाइनान्शियल सिचुएसनले गर्दा र अरु कुनै कमिटमेन्टले गर्दा तपाईले 4 वटै कोर्सहरू त्यो सेमेस्टरमा कभर गर्न सक्नु हुँदैन भने पनि तपाईले एउटा दुईटा कोर्सलाई स्किप गरेर अहिलेको सेमेस्टरमा म 2 वटा मात्रै सब्जेक्टहरू 2 वटा मात्रै युनिटहरू पढ्छु त्यो बाँकी रहेको 2 वटा युनिटहरू नेक्स्ट सेमेस्टरमा म पढ्छु अथवा चाहिँ जो ब्रेकको टाइम हुन्छ जो चाहिँ समर सेमेस्टर हुन्छ त्यो समर सेमेस्टरमा म पढ्छु भनेर पनि तपाईले यसरी आफ्नो स्टडी लोडलाई चाहिँ ब्यालेन्स गर्न सक्नुहुन्छ के अब यसरी चाहिँ 2 वटा सब्जेक्ट तपाईले यो सेमेस्टरमा छोड्नुभयो अब समरमा पढ्छु भनेर सबै युनिभर्सिटीमा समर सेमेस्टरमा त्यो सब्जेक्टको क्लासेसहरु होला नै भन्न सकिदैन तर कुनै कुनै सब्जेक्टहरु हुन्छ जो समर सेमेस्टरमा पनि हुन्छ त्यो सब्जेक्टहरुलाई तपाईले अहिले मान यो जुलाईको सेमेस्टरमा स्किप गरेर त्यसपछि म समरमा पढ्छु भनेर त्यो आफ्नो स्टडी लोड अथवा चाहिँ आफ्नो फाइनान्सलाई मिलाउने कोसिस पनि तपाईले गर्न सक्नुहुन्छ त्यो कारणले यो कुरा चाहिँ एकदमै फ्लेक्सिबल छ अस्ट्रेलियामा यहाँ चाहिँ इभन यतिसम्म पनि फ्लेक्सिबल हुन्छ कि म यो सेमेस्टरमा यो सब्जेक्टहरु पढ्छु त्यसपछिको सेमेस्टरमा म यो सब्जेक्टहरु पढ्छु भनेर पनि आफूले एउटा चाहिँ आफ्नै स्केड्युल पनि बनाउन सकिन्छ प्लस अर्को कुरा त्यो सब्जेक्टहरु पनि म यो दिन पढ्छु मन्डे पढ्छु अथवा म त्यो सब्जेक्टको क्लास चाहिँ थर्सडे लिन्छु भनेर त्यो आफुलाई पाएक पर्ने तरिकाले पनि स्केड्युल बनाउन सकिन्छ तर जुनसुकै दिन पनि त्यो स्केड्युल अवेलेबल हुने भन्ने कुरा हुँदैन 2 वटा अथवा 3 वटा क्लासेसहरु विभिन्न टाइममा चाहिँ राखेको हुन सक्छ त्यो मध्ये जुन क्लास तपाईले अटेन्ड गर्न सक्नुहुन्छ त्यो क्लास अटेन्ड गर्न सक्ने आधार हुन्छ त्यसरी यो कुरामा पनि फ्लेक्सिबल छ